ल गाई छैन हामी चाहिँ आज यसो छुट्टी मनाउन आउँदैछौँ पार्कतिर होइन अब काम छैन कोठामा कति बसिरहनु टाउको ह्याङ हुन्छ होइन अब फेरि के गर्नु मेरो पनि ट्रान्सपोर्ट छ होइन अब सुरु जाँदैछु साथी भोलि ट्रान्सफर रे अब यो अन्तिमचोटि हो क्या अब टक्क जाने होइन चिया खाने अस्ति अघि पानीपुरी खानु गएको मान्छे यत्तिकै रहेछ होइन के गर्ने हो त्यही त अब टक्क लगाएर यसो बस्ने पार्क साथमा घुम्ने पार्क चाहिँ यहीँ छ क्या हाम्रो मान्छेहरू तन्दै रहेछ क्या पार्कमा अहिले यता फेरि रमादान छ कि भन्ट्याङ भुन्टुङ हेर त आम्मा ओ कति हो गाइस गाई चाहिँ यता छ है। रमाइलो छ रमाइलो अब के गर्नु जिन्दगी यस्तै छ परदेशी जिन्दगी भर हुँदैन त्यही त कम्पनीको के भन्छ दोकान 30वटा छ होइन कता कता पारिदिन्छ त्यही त अब जाने हो सुर छ अरे सुर जानुको लागि बेसुर छ के भन्नु गाह्रो छ लुलुको ठेगानै नहुने साथी त्यही भने कहिले यता कहिले उता कहिले यता कहिले उता ट्रान्सफर भइरहनु पर्छ अब टक्क लाएर होइन गाई जाने हो यसो चिप्स खानुपर्छ या अब ससेज पकाएर राखेको छ त्यो दाल भात ससेज खाने हो पार्टी हो अब के गर्नु आर्थिक स्थिति कमजोर Okay, sir. Video? We are making video, sir. Okay, sir. Nice to meet you. Can you tell your name, sir? From Pakistan. Pakistan. Oh, we are from Nepali. We are just looking. Nepali Zindabad. Okay. थ्याङ्क यू अब यसो हुन्छ क्या यहाँको मान्छेहरू पनि राम्रै छ क्या हुन्छन् क्या कोही कोही एक नम्बरको छट्टु कामै छैन अब होइन के गर्ने हो भन्दा नि अब जाने हो टमाटर समाटर के किन्ने हो सब्जीहरू हेर नि चाउचाउ लिने हो कि चाउचाउ चाउचाउ लिने हो चिप्स लिने हो खाने हो अब विदेश आएर कमाएको भनेको त्यही हो क्या अब मान्छेले भन्छ पैसा कमायो यति कमायो होइन कमाएको भनेको त्यही खानासाना हो त्यो अब घर परिवारलाई हो आफ्नो लागि त छैन नि हो त्यही त अरे अरे बाटोमा राम्रो राम्रो केटी पनि छ है कारमा यसो आँखा चाहिँ नघुमाउँ होला होइन पुलिस आइदिन्छ। अब हामी यस्तै अब बेसो गरेको छैन होइन जुनदेखि जुन राम्रो घामदेखि घाम नआएको के अहिले पार्कमा जाने हो र हो नि त भरे उता जानुपर्छ पार्क हामी नेक्स्ट आइपुग्यो नेक्स्टको वरपर वातावरण हेर्नुहोस् दामी रमाइलो छ गाइस हेर्नु सक्नुहुन्छ यो पार्कको एरिया रमाइलो सुन्दर छ सबैको बुटाहरू हेर्न सक्नुहुन्छ मान्छे टनाटन छ आज शुक्रबार है घरहरू देख्न सक्नुहुन्छ भन्नु मात्रै हो क्या खाली कस्तो हरियाली पो छ त यो पार्कमा हेर आम्मामा त्यही त हरियाली है नेपाली जस्तै हुने क्या त्यही त घरहरू हेर्नु पार्कहरू हेर्नु हरियाली छ खजुर खानु मन लाग्यो फ्रीमा आउनु हेर्नु खजुरको बोटहरू फुलहरू हेर्नुहोस् टन्न फुल लगाएको छ लु आज हाम्रो मिनु सरको टिट है पानीपुरी पानीपुरी अलिकति नजिकबाट देखाउनु त कस्तो हुन्थ्यो ल पानी चाहिँ बर्बाद छ झोल चाहिँ यस्तो हुन्छ दया ल गाइस हेर्नु है नजिकबाट देखाउँछु ल हेर्नुहोस् पानीपुरी ओमनमा आएर कति महँगो पो छ त हौ यो कतिको होला भन्नु न 350 को होला नि टोटल कति हो 500 एक रियल 525 550 पानीपुरी पानीपुरी ल हेर्नु गाइस यसको झोल हामीले लास्ट उता खाँदाखेरि चाहिँ होइन मारवाडीकोमा खाएको थियो त्यतिखेर अनार सडान हालेर चाहिँ अब गुलियो गुलियो थियो क्या अहिले चाहिँ यस्तो छ होइन हेरौँ है नेपालको जस्तो हुँदैन क्या जति गरे पनि कहाँ नेपालमा धोती भैयाहरूले बनाएको क्या मिठो हुन्छ नि त्यही त उता नेपालमा हुँदाखेरि मधेसीहरूलाई धोती धोती भनिदिन्थ्यो अहिले यहाँ ए भैया भैया भनिदिन्थ्यो यता आएर हामीलाई उल्टै भैया भनिदिन्छ ओ भैया यो सामान नै नेपालको चौचौ रमपम चाउचाउ नेपाली चाउचाउ ल गाइस हामी सुरु गर्न लाग्यो ल टेस्ट गरौँ है त ल स्वाद छ धनिया वा मिठो छ सेम नेपालको जस्तै छ नेपालको जस्तो छैन छैन के नेपालको जस्तो हुन्छ है यहाँ त ए लडिहाल्यो अब सेल्फमेड हो होइन
फेरि हात धोएन भन्छ होला कि हामीले त अघि हात धोएर आएको नि त्यही त गाइज ल चस चस अस्ति खानु गएको आम्मामा गुलियो छोरी अमिलो यो जाँटा पिरो मात्रै उताको भन्दा त मिठो छ है रफ नहोला न सरी तर चाहिँ उताको भन्दा मिठो छ यार झोलना चाहिँ मलाई अलिक ठिक लागेन हौ ए गाइजहरू तपाईँहरू कोही पनि मस्कट एरियामा हुनुहुन्छ भने के भन्छ यो नेस्टो हाइपर मार्केटमा किनेर खान सक्नुहुन्छ है दामी छ पिरो यो चटनी हेर न कुन चाहिँ हो होला न टेस्ट गर मेरो कानबाट धुवा उठ्यो पिरो त छैन है झोल पिरो यस्तो पिरो खाने मान्छेलाई पिरो भयो भने जति गरे पनि नेपालको जस्तो नहुने हो चटपटे पानीपुरी औ नेपालको जस्तो चाहिँ नहुने हो पानीपुरी चाउमिन हेर बे गरेको जोडाजोडी यसरी आउँछन् हामी भने कहिले आउनु हो अब नेपालतिर यस्तो पार्क भएको भए होइन हातसम्मतिर हिँड्थे यतातिर छैन अघि पुलिस आउँछ ताल यल्ला हबिबी इन्टा माफिजु ए इन्जन तिमीले कुन खान्छ यो खान्छ कि खान्छ यो मैले खान्छ ठिकै रहेछ पानीपुरी चाहिँ नेपालको जस्तो चटपटे जस्तो छैन क्या चट्ट चाट मसला हालेर अमिलो पिरो भन्ने जस्तै जति जे गरे पनि छैन यहाँ पुदिना नि चारेको छ धनियाको गेडा के हो यो सब्जीमा हाल्ने मसला सक्यो म त खाएको खाइछु अब यस्तो नेपालको चेलीबेटी भेटेको छैन नभए त पानीपुरी मिठो बनाएर खान्थ्यो होला आठ महिना हो त्यसपछि आइन्छ आफ्नै देशको झोल चाहिँ तिमी खाऊ है झोल खाना पहिला हुँदाखेरि नेपालमा यस्तो झोलहरू पनि थप्पी खाइन्छ क्या पानीपुरी भन्दा बढी यहाँ त के हो झोल पनि तर नेपालको जस्तो टेस्ट छैन है कसरी बनाउँछन् यो नेपालको जस्तो भैयाहरूले बनाएको कहाँ मिठो होला कति मिठो भैयाहरूको पानी खानु खानु न हामी त्यसरी पानीपुरी खाएर बसेको होइन त्यता तिमी खानु पाउँछ कि पाउँदैन पानीपुरी चाहिँ सकेको कि यो पानीपुरीको आलु सालु खाँदै गरेको नेपालको जस्तो नहुने नि कामै छैन यताको कहाँ त्यहाँनिर भैयाहरूले बनाएको कति मिठो यहाँको त छ्या हेर त यहाँ यहाँ हेर न झोल त्यो तपाईँ पनि हेर्नु मम्मी यस्तो झोल हरियो पुदिना त्यो पुदिना मजाले निचारेको थोरै पिरो न अमिलो छ न के छ साथीले खुवाएको कति एक डेढ एकसम्म किनेर खाएको पैसा बर्बाद 12 पिस जम्मा तर हाम्रो सुड्डीले बनाएको साह्रै मिठो थियो मम्मीले बनाएको
अब त्यहाँ तपाईँले नि खानु पाउँदैन ए अब छुट्टीमा सलाम वालेकुम के फालिक जेन अब्दुल्ला छ्या, अझै यसको ढक्कन यो भन्दा त निगारै मिठो हो ढक्कन खै ढक्कन चापै फाल्नु भएन नि कता अर्को ढक्कन पुदिना पिसेको रहेछ हरियो पुदिना अनि पानी हाल्यो त्यसपछि खोर्सानी पनि मिक्सरमा हालेर हाल्यो सक्यो यो भन्दा त हाम्रो नेपालको जाँड निगारै मिठो हुने नि हौ छ्या मेरो छैन गाई आमामा फेरि भन्ट्याङ भुन्डुङ साइकलमा हो चरा खै हो आफ्नो चाहिँ कहिले आउँछ हौ दिन सरररत आउँछ आउँछ अब नेपाल गएर बिहा गर्नु पनि झ्याममा लाएर अब बे गरौँ भनेको कुरा बुझ्दैन बिहामा मलाई बोलाऊ साली तिमीलाई हो र आमाले नि खोइ हौ के गर्छ उताबाट हो र ल गाई चाहिँ यसरी पोको पारेर फ्याँक्नुपर्छ जहाँ पाइ फाल्नु पाउँदैन यता हामी सच्चा नागरिक हो हामी सच्चा नागरिक अच्छा नागरिक अच्छा नागरिक अहिले यो डस्टबिनमा फाल्ने हो गाई नेपाली चौचा पनि देखाइदेऊ न देखिसकेको हो कि त्यो पनि एकचोटि देखाइदिन्छु त्यता पाउँछ गाई छ त्यता पाउँछ भन्ने भन न छुट्टीमा अब के भन्नु नि अब यही हो लास्ट भोलि बिहानको गाडी लिनु आउँदैछ अब सुर जाने हो साथीहरूको याद आउँछ उता जाने कस्तो पाउने हो साह्रै दुःख लाग्यो तर भोलि साथी ट्रान्सफर हुँदैछ अब भेट हुन्छ हुन्न यो लास्ट अन्तिम भेट 3-4 घन्टा लाग्छ त्यसैले आज दुईजनाको छुट्टी थियो त्यसैले पार्कतिर आएर साथी जाम घुम्न अनि पानीपुरी खाम भनेर आएको पानीपुरी त खाइयो अब बिमारी पो भइन्छ जस्तो छ र हुँदैन नमिठो क्या कस्तो भन्नु नि त्यो पुदिना हाल्यो मजाले त्यो मिक्सरमा हालिदियो होइन त्यसपछि खोर्सानी हालिदिने रहेछ नुन हालिदियो त्यो ज्वानो कि के हालिदिँदो रहेछ सक्यो खलास अस्ति एक नाममा खाएको आमामा पुरै के भन्छ नि हामी अब रुमतिर फर्केको ल साथी रुममा फ्रीको पानी खाने हो अनि जाने हो यहाँ पुरा पानी पिउने व्यवस्था पनि छ साथीहरूले पानी पिउँदैछ अब त्यहाँ गएर चिसो खानुपर्छ होइन फ्याट डलाएर हामी निस्केको फर्केको गाइस आवारा टोली गयो अब के भन्नु